कहिले भेटेको बाबाले कुन चाहिँ सालमा बाबालाई भेटेको 1993 मा म जन्मिनुभन्दा 6 वर्ष अगाडि कसरी जन्मिन्छ अन्त 6 वर्ष अगाडि भेटेर चाहिँ बिहा गरिहाल्यो कहाँ 6 वर्ष अगाडि म जन्मिनु ए त जन्मिनु भन्दा बिहा गरिसकेर कति टाइम बाद भेटिसकेर कति टाइम बाद प्रपोज गरेको बाबाले खोइ थाहा छैन भन न एउटा चाहिँ भन्छु ल हामी नि भर्खर अब चिनाजान हुँदै थियो होइन अन्त अब दुईजना मन परापर चाहिँ अब भइसकेको थियो सूर्य सेन पार्क छ बनिएको छ नि त्यहाँनिर चाहिँ पहिला मेला लाग्थ्यो सर्कस हो सर्कस लाग्थ्यो क्या अन्त त्यो ठुल्ठुलो पिङ हुन्छ नि क्या यस्तो घुम्ने क्या त्यो चाहिँ पुरा डर लाग्छ नि त खेल्नलाई अन्त बाबा म गएँ कि हो त्यो खानु बस्दा पनि त्यो मान्छेले त त्यो बम्बईया पुरी भने यो अत्र पुरी हालिदिएको हो एउटा पुरी चाहिँ 80 रुपियाँ गरेर रहेछ हो अब त्यति बेला 80 रुपियाँ त अब हामीलाई त महँगो हो नि त होइन मेरोमा 2टा कि 4टा बाबाकोमा हो त्यसरी भाषा नि नबुझेर बाहिर पढ्दो रहेछ अन्त पैसा नपुगेर नि दुईजनाकोबाट मिलाएर दिएको हो अन्त त्यो दुईजनाको मिलाएर दिएँ होइन अब त्यो बिल बेसी भयो त्यहाँबाट पिङ खेल्न गएँ कि बाबालाई पनि डर लाग्थ्यो रहेछ मलाई पनि डर लाग्ने होइन भन्नु चाहिँ भनेन अब होइन अन्त पिङ खेल्न गएँ कि यस्तै आम्ना सामना बसेको छ होइन त्यहाँबाट डर लागेर म बाबा घुँडा समातेको अन्त खेलिवरी उत्रियो कि अब जसो तसो उत्रे होइन उत्रेर अन्त मैले बाबालाई म त कहिल्यै चढेको थिइनँ पुरा डर लाग्छ भनेको थिएँ कि बाबाले म पनि चढेको थिएँ बाबा पनि चढेकै थिएन रहेछ बाबालाई पनि डर लाग्थ्यो रहेछ कसरी बसेर माथि दुईजना हाँस उठेर तर त्यस्तै एडभेन्चर्स हो जसले नयाँ एक्सपिरियन्स हो जसले तपाईँहरू सँगैले एक्सपिरियन्स गर्यो अन्त त्यो मायामा त्यो स्पार्क जन्मेर यो भयो